नमस्कार दर्शकवृन्द, आज हामीसँग हुनुहुन्छ मिलन तमु। खास गरी मिलन तमु भनेर चिन्छौँ हामी, मिलन गुरुङ। उहाँको दक्षता हामीले बाहिरबाट हेर्दाखेरि फोटोग्राफीमा एकदमै देखिन्छ र पछिल्लो समय गोर्खा मिडिया भनेर उहाँले बेलायतबाट सञ्चालन गर्दै आउनुभएको छ। र यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद आजी। हिजो आज खास गरी तपाईँको फोटोग्राफी, फोटो पत्रकारिता गोर्खा मिडिया सञ्चालन गर्नुभन्दा अरू केही छ कि अथवा यसमै मात्र दिनचर्या बिताउँदै हुनुहुन्छ? धन्यवाद आजी, तपाईँले यो आज जुन एउटा मलाई एकदमै सरप्राइज दिनुभयो। यसो भेटघाट गरौँ भनेको तपाईँले एकैचोटि क्यामेरामा मलाई कैद गर्नुभयो। हजुर हजुर। यो जुन मेरो यो फोटोग्राफी र यो जुन पत्रकारिता बाहेक म फुल टाइम जब मेरो आफ्नो काम गर्छु। हजुर, मेरो फुल टाइम जब पनि छ। त्यस्तै अब हाम्रो यो बेलायतको ठुल्ठुलो संस्था जस्तै तपाईँ युके, पेलु सङ्घ, तमु समाज युके, सहारा युके, यो चारवटामा चाहिँ म एकदमै एक्टिभली म चाहिँ के भन्छ अरे काम गर्छु भनौँ न। अब जसमा फोटोग्राफीदेखि लिएर उहाँहरूको मिडियाको बारेमा यताउता म गर्छु भनौँ न। मैले यो चाहिँ किन सोधिरहेको भने गोर्खा मिडिया एकदमै चाहिँ यहाँ बेलायतमा भएका र बेलायत वरपर भएका अथवा नेपालमै भएका बेलायतसँग रिलेटेड हाम्रो गाउँघरमा भएकाहरू होइन, यो समाचारहरू चाहिँ एकदमै छिटो छिटो आउँछ क्या। अब तपाईँ यही मात्रै गरिरहनु भएको छ कि अरू पनि गर्नुहुन्छ कि भन्ने चाहिँ एउटा जिज्ञासा लाग्यो क्या मलाई चाहिँ। होइन, यस्तो हो, म काम गर्छु, मेरो फुल टाइम जब त छ, तर जबमै भए पनि मैले चाहिँ अहिलेको एउटा डिजिटल जमाना आयो नि त होइन। कुनै अब प्रोग्राम हुँदैछ भने म पुग्न नसके पनि मैले रिपोर्टिङ माग्छु क्या उहाँहरूसँग, के हुँदैछ, के भइरहेछ, फोटो यताउता पाइहाल्छ होइन। त्यसले गर्दाखेरि अनि म काममै भयो भने मैले थोरै समय मिलाएर मैले रिपोर्टिङ गर्ने मेरो चान्स पनि हुन्छ। त्यही कारणले गर्दाखेरि यो न्युजहरू जस्तै अब विशेष गरी म यो ठुलो एकदमै मिडिया भएर म प्रस्तुति भएको होइन कि, म एउटा सामाजिक, एउटा समाजसेवी र एउटा अलिकति हाम्रो के सामाजिक एउटा मिडिया भएर जाउँ कि भनेर मैले यो जमर्को गरेको छु। यो अब तपाईँ खास गरी ब्रिटिसकै चाहिँ बेलायती सेनाकै व्यक्तित्व हुनुहुन्छ नि, भूपू हुनुहुन्छ। हजुर, भूपू। यो गर्दाखेरि तपाईँ अब त्यति बेला चाहिँ तपाईँ होइन पत्रकारिता गरौँ अथवा चाहिँ यो फोटो पत्रकारिता गरौँ अथवा चाहिँ मिडियाकर्मी बनौँ भनेर चाहिँ त्यस्तो लाग्यो कि लागेन कि, अथवा त्यही बेला पनि गर्नुहुन्थ्यो कि के छ? होइन, त्यसमा मलाई त्यो ब्रिटिस आर्मीमा हुने जेलसम्म म एउटा फोटोग्राफी चाहिँ मेरो पहिल्यैदेखि मेरो हबी पनि हो। अनि म फोटोग्राफी त मैले ब्रिटिस आर्मी पनि गरेको थिएँ होइन। तर यसरी मिडिया चलाउँछु अनि मिडियामै म प्रस्तुति हुन्छु भनेर मैले चाहिँ सोचेको थिएन। लगभग कति जति समय यहाँले आर्मीमा बिताउनु भयो? मेरो 18 वर्षमा म पेन्सन आयो। 17 वर्ष पुरा गरेर 18मा पेन्सन आयो। लगभग कति यो आएर कति जति भयो होला? अहिले मेरो सर्भिस भनेको सर्भिस सकिएपछि? सर्भिस सकेपछि त 18 देखिको अहिले गर्नुहोस्, अहिलेसम्म कन्टिन्युस काम गरिरहेको छु। 18 सन् यो 18 मा न 2002 मा म रिटायर भएँ। रिटायर हुनुभयो। त्यसपछि पनि म के अरे सेकेन्ड करियर म ब्रुनाईमा गएँ। जिआरयु भन्छ के, गोर्खा रिजर्भ युनिट भन्छ, सुल्तानको जुन हाम्रो गार्ड म गएको थिएँ 2 वर्ष। त्यसपछि हाम्रो यो युकेमा फेरि भूपूलाई एउटा 2004 सालमा चाहिँ सबैलाई ओपन भयो नि। त्यसपछि म 5 मा यहाँ आएँ। 5 मा आएपछि म कन्टिन्युस युकेमै छु। मलाई लागेको कि अब यहाँको फोटो पत्रकारिता अब अहिलेको पछिल्लो डिजिटल पत्रकारिता भन्दा अगाडि तपाईँको फोटोग्राफी फोटो पत्रकारिता नै हो होइन? हजुर। यो चाहिँ कसरी सुरुवात भयो? यो तपाईँको आफूले चाहिँ मन लागेर हो कि, अथवा कसैले यो गर्नुपर्छ भनेर लागेर हो कि, अथवा होइन यो चाहिँ गर्दाखेरि राम्रो हुन्छ भनेर चाहिँ हो कि, अथवा यो यसलाई व्यावसायिक रूपमा पछिल्लोचोटि चाहिँ व्यावसायिक रूपमा अगाडि बढाउने सोच भएर हो कि के हो? सबभन्दा पहिला त यो मेरो फोटोग्राफी विषयमा म थोरै कुरा गर्छु। हजुर। पहिला म आर्मीमा नहुँदाखेरि पनि म पहिला मैले क्यामेरा पनि पाउने थिएन, मैले फोटो खिच्ने भने केही थाहा थिएन। तर इन्ट्रेस्ट के भयो भने जति पनि यहाँ ब्रिटिस आर्मीबाट छुट्टीमा जाने लाउरेहरूले क्यामेरा भिरेको हुन्छ, फोटो खिचेको हुन्छ नि त होइन। त्यसमा चाहिँ मेरो साथीको एउटा दाइ चाहिँ लाउरे थियो क्या। अनि उहाँको क्यामेरा एक दिन हामीले जस चलाउने मौका पायो नि, पाउँदाखेरि त्यतिखेर त हामीले अन्धाधुन्दा थियो नि त, किनभने ब्ल्याक एन्ड व्हाइटमा खिच्ने थियो। त्यो फोटो कस्तो आउँछ थाहै थिएन। त्यस्तो अवस्थामा पनि मैले त्यो क्यामेरा चाहिँ खिचेर ब्ल्याक एन्ड व्हाइट फोटो निकाल्दाखेरि वाह यो यस्तो हुँदो रहेछ
ब्ल्याक एन्ड व्हाइट थियो नि त, हामी त ब्ल्याक एन्ड व्हाइटमा सुरु गरेको। त्यो पनि एउटा चाहिँ के हो, फोटो देख्न नपाउने, जब प्रिन्ट गरेर मात्रै बल्ल फोटो आउने गर्दा मैले जब मैले फोटो खिचेँ त्यतिखेर चाहिँ फोटो खिचेर त्यो आएको छ कि छैन भने थाहै हुँदैन नि, हामीलाई हेर्नै पाउँदैन। यहाँ सफा गरेर आएपछि कोही टाउको माथि कोही तल, त्यो फ्रेमिङ नमिल्ने क्या, तर फोटो चाहिँ राम्रै आउने। यहाँ पछि त्यो भएपछि अब त्यो धन्दै मैले आर्मीमा हुने जेलसम्म त्यही चलाएँ भनौँ न। त्यो चलाउँदाखेरि त्यो इन्ट्रेस्ट भइरहेको थियो क्या मलाई। इन्ट्रेस्ट हुँदा हुँदा जब म रिटायर भएर म के अरे ब्रुनाई गएँ, ब्रुनाईमा 2002 सालमा त्यहाँदेखि बल्ल यो डिजिटल आएको क्या। त्यो 2002 सालमा आउनु त पहिल्यै आएको थियो, तर मैले चलाएको चाहिँ 2002 देखि चाहिँ त्यो एउटा सोनी डिजिटल किनेँ मैले। त्यो डिजिटल किनेपछि त्यो अटोमेटिक त्यहाँ हेर्न मिल्ने, पहिलासम्म त त्यो हामीले त त्यो रिलवाला चलाउँथ्यो नि त होइन, रिलवाला चलाउँदाखेरि त अन्धाधुन्दामा कसरी खिच्यो। त्यो आइएसओ भन्ने चाहिँ एउटा त्यो के ब्राइटनेस तलमाथि गर्ने रहेछ, त्यो पनि मलाई थाहै थिएन। हो त्यस्तो खालको अवस्थामा मैले फोटो खिचेर फोटो निकालेर प्रिन्ट गरेर कति मान्छेलाई दियो, तर धेरै जस्तो मैले फ्रीमै दिएँ है। मैले पैसा पहिला मैले जब यो अहिले म पछि कुरा गर्छु, जब त्यहाँ ब्रुनाईमा गएर मैले त्यो डिजिटल क्यामेरा किनेँ सानो, त्यो झन्डै $800 पर्दो रहेछ त्यति बेला। $800 पर्थ्यो त्यो, $800 मैले किनेँ। त्यहाँदेखि त्यो चलाएर त्यसबाट मैले धेरै कुराहरू सिक्दै आएपछि पछि त डिजिटलै भएको नि त होइन, डिजिटल नै भएको। अनि युके आएपछि सायद सम्भवतः लाहुरेमा मैले होला पहिला यहाँ युकेमा आएर क्यामेरा झुन्डाएर के अरे इभेन्टमा क्या, जस्तै प्रोग्रामहरूतिर गएर फोटो खिच्ने, अनि फ्रीमा फोटो अपलोड गरिदिने, फ्रीमा फेसबुकमा हाल्ने गर्दाखेरि मै होला। गर्दाखेरि त्यहीबाट चाहिँ म चाहिँ यो अब होइन यो समाजसेवी जस्तै हो। अनि मैले फोटो खिचेर कसैलाई फाइदा हुन्छ भने वाइ नट भनेर मैले चाहिँ के गरेँ भने, जब मैले त्यतिखेर जमानामा मैले त्यो भनेर 2005 सालमा होइन, 5 सालको कुरा होइन, 4-5 देखि डिजिटल आयो मेरो हातमा। त्यहाँदेखि फोटो हाल्दाखेरि मलाई एउटा रेस्पोन्स कसरी आयो भने, हङकङ, जापान, अमेरिका, अस्ट्रेलियाबाट के अरे भने, ओहो मेरो बाबाको फोटो आयो त्यहाँ त, मेरो दाईको फोटो रहेछ, मेरो मम्मीको फोटो रहेछ, यो मिलन तमु भन्ने को रहेछ, यसले हालेको रहेछ भनेर त्यस्तो कुराहरू रेस्पोन्स आयो क्या। त्यहाँदेखि मलाई पनि ओहो मैले ठिकै गरेँ भन्ने कुरा सोचेँ है। त्यसपछि म हङकङ भिजिट गएँ। हङकङ भिजिट जाँदाखेरि त मेरो फ्यान जस्तै लाग्यो कोही त, तपाईँ मिलन तमु हुन्छ भने हो, तपाईँले हाम्रो बाबा आमाको फोटो खिचेर हाल्नुभएको थियो, यस्तो गरेर तपाईँले भेट्न मन लागेको थियो, मैले आज भेटेँ हो, त्यस्तो कुराहरू पनि भयो। गर्दाखेरि यही अनुसार मेरो जे फोटोग्राफी सुरु भयो भनौँ न। प्रेरणाहरू त थुप्रै रहेछन् एकदमै एकदमै। अब यो यसरी अब तपाईँको 2002 अथवा 2005बाट लगभग चाहिँ अब अहिले नै गर्ने हो भने लगभग करिब 2 दशक चाहिँ भयो है। यो 2 दशक चाहिँ फोटोग्राफी फोटो पत्रकारितामा बिस्तारै के अरे आएको, अथवा अहिले चाहिँ यत्रो समय भयो। हजुर, यति धेरै समयमा भइरहँदाखेरि चाहिँ सुरुवाती कुराहरू तपाईँले गर्नुभयो होइन, सुरुवाती कुराहरूमा भन्दा अहिलेको चाहिँ यो फोटो खिचाइ, फोटो हाल्ने, फोटो अपलोड गर्नेदेखि लिएर चाहिँ यो कसरी लिनु भएको छ, यो कस्तो खालको चाहिँ यो अनुभव छ तपाईँसँग, थोरै कुराकानी भन्नाले अनुभव त यस्तो हो। अब पहिला टु बी अनेस्ट भन्दाखेरि मसँग 1-2 जना भान्जाहरू थियो होइन। अब हामी थियो बिहामा फोटो खिच्ने, पहिला सुरुमा बिहामा खिच्ने, अनि त्यो के भन्छ अरे यो हाम्रो अहिले डेकोरेसन तपाईँले देख्नुभएको छ नि, यो पार्टीतिर यताउता डेकोरेसन पनि पहिला थिएन। अब यहाँ त अब हामी त पहिला के अरे गोर्खाली आएको नि त होइन, त्यहाँदेखि त त्यो पार्टी सार्टी भन्ने केही थाहा थिएन। पार्टी त गर्थ्यो त्यो जस्तै अब बारबेक्यू पार्टी ओपनमा गर्ने थियो क्या, त्यति ओपनमा गर्थ्यो, नाचगाना त्यहीँ गर्थ्यो, हलतिर गर्ने थिएन। तर 2008 कि 2009मा चाहिँ मेरो एनिभर्सरी मैले 25 एनिभर्सरी मैले माने है। मैले के अरे मेरो वेडिङ एनिभर्सरी मनाउँदाखेरि मैले चाहिँ त्यतिखेर चाहिँ सर्च गरेँ क्या, त्यो युट्युबमा अथवा त्यो नेटमा सर्च गरेर त्यो डेकोरेसन गर्ने मान्छे को रहेछ, कहाँ रहेछ भनेर त्यो एउटा इन्डियनहरूको रहेछ होइन, उनीहरूको ल्याएर मैले चाहिँ पक्का मैले डेकोरेसन गरेर मैले चाहिँ फर्स्ट मैले पनि आफ्नो पार्टी पनि गरेँ क्या। मैले गर्दाखेरि त अहिले त तपाईँको त त्यस्तो डेकोरेसन त अब मान्छे पछि हाम्रो नेपालीहरू पनि गरेको छ। अब त्यो हाम्रो इन्डियनहरू त अहिले त हरायो बिचराहरू। उहाँ पहिला इन्डियनहरूबाट मैले ल्याएर मैले डेकोरेसन गरेर गर्ने थियो क्या। डेकोरेसनले त अब हेर्दा पनि राम्रो देखियो एकदमै, अनि त्यसपछि फोटो खिच्दा पनि राम्रो राम्रो। अब यो अलिकति हामीलाई अलिकति समस्या बनाएको
अब यो कोभिडका कारणले हो नि त होइन यो कोभिडको समय विशेष गरी अरू बेला चाहिँ अब हुँदै गर्छ तल अब कहिले यता जाने कहिले उता जाने हुँदै गर्छ यो कोभिडको समयमा चाहिँ तपाईँको फोटो पत्रकारिता चाहिँ कसरी अगाडि बढ्यो कसरी योग गर्नुभयो कोभिडमा चाहिँ बरु योभन्दा पहिला यो म गोर्खा मिडियामा छु अहिले होइन त्योभन्दा पहिला म एभरेज टाइम प्रिन्ट मिडियामा थियो कि म 12 वर्ष चाहिँ एभरेज टाइमको प्रिन्ट मिडियामा काम गरेँ त्यसमा चाहिँ एफेक्ट चाहिँ एभरेजले नै पार्यो भनेर मलाई त म त अब नर्मल फोटो खिच्ने मान्छे हो के अरे मलाई त खासमा त के इफेक्ट परेन म फोटो खिचेर मेरो सर्भाइभ हुने कुरा आएन किनभने म त मेरो फुल टाइम जबै छ नि होइन त्यो त एक्स्ट्रा मात्रै हो क्या त्यो म त त्यो छुट्टीमा गएर खिच्ने हो मैले भ्याएमा खिचिदिने कोहीको फ्रीमै गरिदिन्छु तर अहिले धन्दै के अरे 10-12 वर्ष भयो जस मैले अलिअलि पैसा पनि पाउँछ क्या अहिले खिच्न जाँदा इभेन्टतिर खिच्न जाँदाखेरि यताउता त्योभन्दा पहिला त पैसा पनि दिने थिएन त्यो भनेको व्यावसायिक हो नि त हजुर हजुर तपाईँले चाहिँ दिनभरि गरेर काम गर्नुहुन्छ आधा दिन खटेर काम गर्नुहुन्छ त्यसको त पाउनु पर्यो नि कोभिडले गर्दाखेरि हाम्रो एभरेज टाइम मिडिया चाहिँ बन्द भयो तर फोटोग्राफीले त साह्रै इफेक्ट पारेन भनेपछि मैले भन्न खोजेको तपाईँले त्यति बेला चाहिँ कसरी काम गर्नुभयो भन्न खोजेको जस्तै त्यति बेला त अब एकदमै जस्तै नेपालमा के थियो भने एकदम सन्नाट छाएको थियो जस्तै अब चाहिँ मान्छेहरू बाहिर निस्कन चाहिँ दिन्थेन होइन इभन हामी पत्रकारहरू बाहिर निस्किँदाखेरि गर्दाखेरि यिनीहरूले गर्दाखेरि यस्तो चाहिँ यो गर्यो यस्तो यिनीहरूले चाहिँ भित्रायो भन्ने चाहिँ विभिन्न आरोपहरू हामीले खेप्यौँ नि त जस्तै यहाँ त्यस्तो आरोपहरू आयो कि आएन अथवा सहज भयो कि भएन फोटो खिच्न लागि भन्न खोजेको मैले गड ब्लेस मलाई कोभिड पनि लागेन जे होस् तपाईँको उत्तरमा कसरी दिन्छु भने यदि त्यो कोभिडमा पनि म चाहिँ फ्युनरल भन्छ कि होइन जस्तै अब कुनै सानसानो एक्टिभिटी हुन्छ भने म एटेन्ड भएकै थिएँ तर मलाई जो कोभिड लागेन म जस इन्जेक्सन पनि मेरो त जस टाइममा लगाएको थिएँ गर्दा जे होस् अलिकति जति पनि हाम्रो जे होस् बाहिर हिँड्ने बुवा मुवाहरूलाई होइन बुढाबुढीहरूलाई हुन्छ नि त उहाँहरूलाई चाहिँ एकदमै सकस नै थियो नत्र भने हामीलाई चाहिँ जे होस् त्यति फोटोग्राफीको लागि चाहिँ मलाई पनि ठिकै जस्तै मास्क लाएर हिँड्नुपर्ने लाएर उहाँहरू हिँड्नुपर्ने यस्तो कुराले गर्दाखेरि जस्तै कहिले कहिले सट्ट भन्ने बेला चाहिँ ठक्क क्यामेरा निकालेर फोटो खिच्न नसक्नेहरू त्यस्तो पनि हुनसक्छ नि त त्यस्तो कुराहरू चाहिँ के छ कसो छ भन्न खोजेको त्यो चाहिँ जे होस् एकदमै साह्रो नै थियो त्यतिखेर अब हामी ओपनली जान नपाउने होइन अब खिच्दाखेरि टाढाबाट खिच्नु पर्ने धेरै दुःख भोग्यो भनौँ न अब हामीले जस्तै एभरेज टाइम चलाइरहँदाखेरि पनि त्यो सञ्चालनमा रहिरहँदाखेरि पनि त्यहाँ पनि अब एक किसिमको खटिने चाहिँ मिलन तमु हो भन्ने चाहिँ हामीले सुन्थ्यौँ होइन हामीले यथार्थमा त्यो पनि हो र त्यसपछि जब त्यो बन्द भएपछि भनौँ अथवा चाहिँ लगभग कोभिड पछि भनौँ गोर्खा मिडिया चाहिँ अहिले सञ्चालनमा आएको छ हजुर अब यो गोर्खा मिडिया हिजो तपाईँले अहिले गर्ने गोर्खा मिडियामा र हिजोको चाहिँ प्रिन्टको एभरेज टाइममा चाहिँ त्यसमा चाहिँ के फरक छ फरक खटाइको हिसाबले फोटोग्राफीको हिसाबले कन्टेन्टका हिसाबले के फरक छ त्यसमा चाहिँ फरक छ अब यस्तो छ सिधै कुरा यो प्रिन्ट भन्न साथ त एकदमै धेरै मेन पावर चाहिन्छ सुरुमा मेन पावर हो त्यसपछि अब साप्ताहिक हुने हजुर साप्ताहिकले गर्दाखेरि हामी दैनिक हुने भए हामीलाई छिटो हामीले इन्फर्मेसन दिन पाउँथ्यौँ दिनका दिन तर साप्ताहिक भएको कारणले अलिकति बासी त हामीले बासी पाउँथ्यौँ भनौँ न होइन यो दुईवटा न्युज बाहेक बासी पाउँथ्यौँ अहिलेको चाहिँ के छ भने डिजिटल जुन यो अहिले यो जुन के भन्छ अरे हाम्रो डिजिटलाइज अथवा चाहिँ के अरे प्रिन्ट मिडिया र अहिलेको डिजिटल मिडियामा अनलाइन मिडियामा चाहिँ धेरै फरक छ किनभने अलिकति मेन पावर पनि त्यति धेरै लाग्दैन अनि के अरे काम गर्ने पनि एक्लै भए पनि सकिने रहेछ भन्ने कुरा मैले पनि प्रुभ गरेको छु क्या भन्नाले मसँग ब्याकग्राउन्डमा काम गर्ने मान्छे छ नि तर ह्यान्डल गर्ने एउटा म्यानेजमेन्ट गर्ने चाहिँ मैले धेरै साथीहरूले रिक्वेस्ट गरेको थियो कोही मान्नु भएन मिडिया देखेर डराएर कि हो तर म चाहिँ मै गर्छु भनेर म गरेको थियो तर अहिलेसम्म अहिले 5 वर्षमा लाग्यो 4th एनिभर्सरी माने मैले हिजो अस्ति अहिले चाहिँ 5 वर्षमा लाग्यो अब गोर्खा मिडिया तपाईँ आफैले सञ्चालन गर्नुभएको छ होइन हजुर एउटा अब बेलायती सेनामा काम गर्ने बेलायती सेनाको भुपो अथवा अहिले पनि स्टिल जबमा पनि हुनुहुन्छ अब ऐस आरामको जिन्दगी त तपाईँले बिताउन सक्नुहुन्थ्यो
यो मिडिया त के को लागि हो तपाईले किन सञ्चालन गर्नुभएको यो फेरि कि दाम कमाउनको लागि हो कि अथवा नामको लागि हो हैन दाम कमाउने भन्ने कुरामा चाहिँ धेरै मान्छेले प्रश्न त्यही सोच्छ यसले पैसा कहिले चाहिएको यसले किन यसले पैसा भनेर हिँडेछ भन्ने कुरा पनि मैले सुनेको छु नसुनेको होइन तर त्यो पैसा यदि म मेरो लागि चाहिँ मेरो फुल टाइम जब छ मेरो पेन्सन छ इनफ मेरो लागि तर गोर्खा मिडिया सञ्चालन गर्ने त पैसा चाहियो नि फेरि हो कि हैन त्यो पैसा चाउँदाखेरि त्यो मेरो पैसा चाहिँ किन चलाउने अब मैले दुःख गरेपछि चाहिँ मिडियाबाटै केही आम्दानी भयो भने एडभर्टाइजरहरूबाट कतै के अरे म फोटो खिच्न जान्छु हैन फोटो खिच्न जाँदाखेरि आएको पैसाले चाहिँ मैले यो जुन मिडिया चाहिँ मैले धानिरहेको छु के त्यही छ यो सही सञ्चालन तपाईले चाहिँ एउटा नेतृत्व गरिरहनु भएको छ यसको पछाडिहरू अरूहरू पनि छन् कि अथवा सल्लाह सुझावहरू दिने छन् कि अथवा अपरेसनमै खट्नेहरू अरू पनि छन् कि अथवा के छ त्यो विषय यसमा मेरो सल्लाहकारहरू पनि छ जस्तै मैले पहिला सुरुमै मैले सल्लाह नै गरेर मैले मिडिया खोल्दैछु मलाई एउटा सल्लाह दिनुहोस् तपाईँहरूले म यसरी जाँदैछु भनेर मैले उहाँहरूलाई कन्भिन्स गराएर जस्तै अब नेपालमा 2 जना सल्लाहकार छ नाम भन्नै पर्दाखेरि देवेन्द्र श्रेष्ठ र सुदर्शन रञ्जित अनि यहाँ हुनुहुन्छ हाम्रो एकेन्द्र सर अनि घन थापा उहाँ चाहिँ मगर सङ्घको चाहिँ संरक्षक हुनुहुन्छ त्यसपछि हाम्रो चित्रबहादुर गुरुङ हाम्रो तमु समाज युके को संस्थापक हुनुहुन्छ उहाँ हजुर हजुर त्यसपछि यता मेजर खुसीमान गुरुङ हुनुहुन्छ धेरैले धेरैको चाहिँ सल्लाह साथ सपोर्ट पाउनुभएको छ हैन अब हैन म यसो त्यो गर्दाखेरि तपाईको यो गोर्खा मिडियाको ग्रुपमा म पनि जोडिएको छु के त्यो ग्रुप छ हैन त्यसमा म पनि जोडिएको छु त्यहाँ चाहिँ एकदमै तपाईको यहाँ भएको कार्यक्रमहरू एकदमै अलिकति सकेसम्म छिटो आउने गरेको छ बेलायतमा भएको अथवा चाहिँ अपडेट भनौँ न छिटो आउने गरेको छ र कहिले कहिले यसो लाग्छ कि तपाईँ सुत्दै सुत्नुहुन्न कि के हो जस्तो पनि लाग्ने के त्यहाँ तपाईँको चाहिँ त्यहाँ अपडेट आइरहेको हुन्छ चाहिँ यो गरिरहेको हुन्छ 1 घन्टा पछि नि ट्याङ्ग बजिरहेको हुन्छ फेरि चाहिँ 15 मिनट पछि ट्याङ्ग बजिरहेको हुन्छ यो समाचार मात्रै होइन कि विभिन्न कन्टेन्टहरू पनि आइराखेको हुन्छ के कसरी खटिरहनु भएको छ यो तपाईँ दिनमा काममा जाने आफ्नो ड्युटीमा जाने र साँझ बिहान रातभरि चाहिँ यही काममा गर्नुहुन्छ कि के छ म चाहिँ अहिले म नाइट मात्रै गर्छु अहिले मैले जम्मा 4 नाइट गर्छु 4 डे अफ हुन्छ कि म अहिले मलाई 4 दिन त मेरो छुट्टी हुन्छ अवश्य हुन्छ अनि 4 नाइटमा चाहिँ नाइटमा पनि मैले फेरि थोरै मेरो काम पनि गर्न मिल्छ काम कसरी मिल्छ भने नेपालमा उज्यालो हुन्छ यहाँ रात पर्छ नि हैन गर्दा मेरो काम गर्ने फेरि मेरो आफ्नो के भन्छ अरे टिम चाहिँ नेपालमा पनि छ क्या नेपालमा हुँदाखेरि मेरो नेपालको टिमले चाहिँ मेरो यहाँको इन्फर्मेसन मैले पठाउँछु उहाँहरूले पनि त्यसलाई नै फेरि एडिट गरेर कसरी हुन्छ त्यसलाई प्रड्युस गर्छ नि त हैन त्यही भएर उहाँहरूले मलाई पठाएपछि मैले यहाँ ग्रुपमा फेरि मैले फालिदिन्छु क्या त्यही हो यो अब त्यति धेरै जस्तै पहिला फोटोग्राफी फोटो पत्रकारिता गर्नुभयो अहिले चाहिँ यो डिजिटल मिडियामा प्रिन्ट हुँदै डिजिटल मिडियामा लाग्नु भएको छ हैन हजुर अब बेलायतमा यदि तपाईँ भुपु नभएको भए अथवा चाहिँ यो तपाईले फर्दर अरू काम नगरेको भए यही पत्रकारिता गरेर फोटो पत्रकारिता गरेर अथवा डिजिटलाइजमा यही पत्रकारिता गरेर चाहिँ बाँच्ने सम्भावना कतिको छ के छ यो चाहिँ एकदमै राम्रो प्रश्न सोध्नुभयो तपाईँले त्यसको लागि धन्यवाद सायद म त्यसमै लाग्यो भने म जोगी हुन्थ्यो होला यहाँ मिडिया बुझेको छैन अहिले हाम्रो जुन जनमानसले हाम्रो फोटो खिचेर पनि त्यसलाई पैसा किनिदिने भन्ने यस्तो आवाज पनि सुनेछ मैले हामीले खिच्छौँ नि भन्ने पनि सुनेको छ गर्दा यो मिडिया चलाउने भनेको त नेपालमा पनि सम्भावना त्यही छ होला तर यहाँ बेलायतमा पनि के छ भने म जस्तै अनलाइन मिडिया चलाउने थुप्रै छ क्या हाम्रो साथीहरू उहाँहरूले पनि त्यही भन्नुहुन्छ क्या सर तपाईँले कसरी चलाउनु भएको छ भन्नुहुन्छ खोइ अब ठिकै छ म त फुल टाइम काम गर्छु र चलिरहेछ भने उहाँहरूको त्यही हो गर्दा यहाँ मिडिया अलिक बुझेको छैन हाम्रो जुन के भन्छ समुदायले अझै बुझेको छैन यदि उहाँहरूकै भरमा हो भने यो मिडिया चाहिँ यहाँ चल्न सक्दै सक्दैन मेरो गोर्खा मिडिया भोलि जाने बन्द हुन्छ यदि म यदि एक्टिभ गरेर भन्ने जस्तो म त एउटा फाल्टु मैले चाहिँ के गर्छु भने इभेन्टमा गएर फोटो खिच्छु हैन भिडियो खिच्छु त्यसबाट आएको आम्दानीले यो चलिरहेको छ क्या एडभर्टाइजले त कहाँ चल्ने भनेको
यदि तले त यहाँ त एडभर्टाइज दिनै माग्दैन मान्छेहरूले पहिला साह्रो छ यो के अरे यति राम्रोसँग चल्न चाहिँ अलिक मुस्किलै पर्छ यदि मैले जसरी एक्स्ट्रा के अरे फोटोग्राफी उ गरेन भने जस्तै मेरो साथीहरूको त्यस्तो छैन नि त बिचराहरू त्यही भएर उहाँहरूलाई अलिकति मैले जस्तो के अरे के भन्छ अरे अलिकति पुस गर्न सक्दैन भनौँ न उ गर्न सक्दैन भनौँ न होइन अब अलिकति त्यो फोटो पत्रकारितातिरै जाउँ तपाईँले सम्भवतः तपाईँले यहाँबाट नेपाल जाँदाखेरि पनि धेरैको फोटो खिचेर ल्याउनुहुन्छ एकदम अनि मिडियामा राख्नुहुन्छ यहाँ पनि धेरैको फोटो खिचेर हुन्छ मिडियामा राख्नुहुन्छ होइन अब धेरै जसो चाहिँ हाम्रो एउटा चाहिँ प्रवर्धन गर्नुपर्छ अथवा सहयोग पनि गर्नुपर्छ भन्ने हिसाबले चाहिँ तपाईँको हुनसक्छ धेरै कलाकारहरूको चाहिँ यहाँले फोटो तस्बिरहरू खिच्नु भएको छ एकदमै है धेरै नेताहरूको पनि खिच्नु भएको छ जस्तै कलाकार मात्रैको कुरा गर्दाखेरि चाहिँ कतिजना जतिको कलाकारको चाहिँ यहाँले फोटो खिच्नु भयो होला ओहो त्यो त बडो गम्भीर प्रश्न सोध्नुभयो त मैले जस्तै कुनै पनि गीत गाउने गायकले तपाईँले कति गीत गाउनु भयो भने उहाँले यति जति गाए कि भन्नुहुन्छ क्या कोभिडको बेलामा हामी अनलाइन के अरे यो लाइभ पनि गरेको थियौँ क्या हामीले जस्तै त्यसमा कलाकारहरूदेखि लिएर अरू मान्छेले गर्दाखेरि हामीले 250-60सम्म त हामीले गन्ती गऱ्यौँ क्या यहाँदेखि हामी गन्ती गर्नै छाड्यौँ क्या त्यही भएर कलाकारलाई पनि मैले यतिजनालाई हेल्प गरेछु भनेर साध्य नै छैन तर कलाकार कस्तो हुन्छ भने म अहिले मिडियाबाटै भन्दैछु भर्खरै तपाईँको मिडियाबाट यहाँ आउँदाखेरि सबैले दाई नमस्ते सर भन्नुहुन्छ होइन यहाँबाट गएपछि नेपाल गएपछि उसले मेसेज पनि गर्दैन उसले हल्लो पनि गर्दैन नेपाल जाँदाखेरि भेट्दैन यो चाहिँ बानी चाहिँ कलाकारले सुधार्नुपर्छ यो चाहिँ म यही मिडियाबाट भनिदिन्छु किनभने मलाई पनि परेको छ मलाई जस्तो कलाकार प्रेमी सबैलाई चाहिँ गुनासो छ है हजुर त्यो छ ल भन्नुहोस् मेरो तर्फबाट त्यही छ हजुर अब यो जस्तै अहिले पनि भन्ने गर्छन् कि यस्तो फोटो त हामी खिचिहाल्छौँ नि अघि पनि एउटा सानो अब कुरा आएको थियो होइन हामी खिचिदिन्छौँ फोटो हामी खिच्छौँ फोटो भन्ने चाहिँ कुरा आएको थियो अब यस्तै फोटो पत्रकारितामा फोटै चाहिँ यो जस्तै व्यावसायिक रूपमा अगाडि बढ्दाखेरि अब अरूले खिचेको तस्बिर र हामीले खिचेको जस्तै व्यावसायिक तपाईँले खिचेको तस्बिरमा चाहिँ के फरक हुन्छ त्यो त आफूले खिच्ने भनेको त अब के अरे मैले गर्छु भन्नेहरूको त कति देखिसकेको पनि छ न्युजमा फोटो ल्याऊ भन्दाखेरि फोटो दिन पनि सक्दैन मेरो क्यामेरामै छ भन्छ कोहीले कतिले चाहिँ फेरि म फोटो खिच्न गएर मैले सबैको फेसबुकमा हाल्न सक्दैन क्या सबैको फोटो मैले देखाउन पनि सक्दैन क्या त्यो आफ्नो के टाइम पनि हुनु पर्यो अनि त्यसमा आफ्नो एडिट गर्ने पनि मौका हुनु पर्यो अनि कोहीको आँखा चिम गरेको हाल्यो भने आँखा चिम किन हाल्यो भन्छ गर्दा कति गुनासो के छ भने तपाईँको यो प्रश्नमा म के भन्छु भने जति पनि मैले फोटो खिच्ने जति पनि मान्छेहरू हुन्छ जति पनि मेरो के अरे शुभचिन्तक छ मैले फोटो सकभर त हाल्छु तर हालेन भने मलाई डाइरेक्ट पक्क के अरे सबैको अगाडि भन्छ क्या यसले मलाई मेरो फोटो हाल्दैन मैले किन खिच्नु पर्यो म यसमा आउँदै थिएँ क्या तपाईँले मेरो फोटो खिच्नुहुन्छ हाल्नुहुन्छ सबै कुरा कहिले कहिले पनि म पनि आज चाहिँ अब खिच्यो भने म 3-4 दिन पछाडि हालिरहेको हुन्छ हजुर हजुर होइन तब त यहाँ झन् अब आइतबार र शनिबार र आइतबार यति धेरै इभेन्टहरू हुन्छ यहाँ होइन तर पनि तपाईँले चाहिँ सकेसम्म भ्याउनु भएको छ क्या सकेसम्म गर्नु भएको छ सबभन्दा त हालेको छु मैले अनि फेरि त्यो कहिले चाहिँ त्यो हेर्नु पनि नजान्नेहरू हुन्छ क्या अब एकपल्ट आएपछि त्यो पछि फेरि अब भाग 1 भाग 2 गरेर हाल्छ क्या मैले धेरै जस्तै अब गोर्खा कप नेपाली मेलामा त धेरै फोटो हुन्छ नि होइन झन्डै के अरे 500-600 हजारै फोटो खिच्छ नि मैले हजारै फोटो हाल्न त म त सक्दैन नि फेसबुकले पनि त 80वटा फोटो मात्रै एक्सेप्ट गर्छ 80वटामा त को पर्यो त्यो आफ्नै विचार गर्नु पर्यो होइन र त्यो पनि अब मेरोमा आएकोहरू मैले मान्छे चुज गरेर हाल्दैन कि मैले चाहिँ त्यतिकै रेन्डममा हालिदिन्छु क्या तर मलाई चाहिँ गुनासो त त्यो आउँछ अनि अर्को कुरा गाली त अब त्यो कति खान्छ त्यो त गाली गरेको नै मलाई आशीर्वाद लागेको छ क्या किनभने म अहिलेसम्म सर्भाइभ छु नि होइन अनि अहिलेसम्म मलाई मिलन तमुले चिनाएको यो फोटोले हो अनि एउटा तपाईँले अघि नेपालको सन्दर्भमा जोड्नु भएको थियो जस्तै नेपाल जाँदाखेरि खिच्ने नेपाल म जब यो तमुनीको नयाँ अध्यक्ष भएपछि हामी नेपाल जान्छौँ क्या हरेक साल अनि अर्को कुरा सारामा म आबद्ध भएको 2007 सालदेखि हो 2007 सालदेखि कन्टिन्युस 1 साल मिस गरेको छैन म नेपाल त्यो सारा आहार गोल्कामा गर्छु है
त्यो मिडियामा त मैले यति धेरै मैले सहाराको न्युज हाल्छु कि त्यो चाहिँ अब भनेर साध्य छैन। फोटो वहाँ गएर फ्री हो, वहाँ गएर, तर नो एप्रिसिएसन। कसैले यो मिलन तपाईँले गर्यो भनेर यो सहाराले पनि भनेको छैन मलाई अहिलेसम्म, यो सहारा के अरे पोखराले क्या। किनभने यो एउटा हाम्रो पनि एउटा गुनासो हुन्छ नि त होइन। हामी त्यो त आफ्नो अन पैसा तिरेर जान्छ होइन। उहाँ आफ्नो के अरे क्यामेरा नोक्सान गरेर अर्को सबै माला लाएर उहाँ बस्छ, हामी फोटो खिच्न जान्छ। कति गरिराखेको छैन, सबै उहाँ के अरे स्वागत सम्मान थापिराखेको छैन, आफू चाहिँ फोटो खिच्छ। भरे आखिरमा त्यस्तै पऱ्यो भने त त्यो मिलनलाई पनि लगाइदेऊ न भन्ने अवस्था कति पर्छ मेरो। किनभने हामी फोटो खिच्दा त म त फोटो खिच्न गएको जस्तै देखिन्छ क्या त्यहाँ त। त्यस्तो मान्छेलाई त अब अलिकति के अरे हाम्रो जुन कार्यक्रम सञ्चालकहरूले पनि अलिक याद गर्नुपर्छ क्या। अब म पनि त्यो ग्रुपमै छ नि त होइन। फोटो खिचेर अब कति गाउँघरमा त्यस्तो भयो, जस्तै अब तौदिस जाँदाखेरि पनि मिलनलाई पनि लगाइदेऊ न भन्ने त्यस्तो घटना त कति परेछ। तपाईँ त्यही ग्रुपमा जानुभएको छ, हामी त्यही ग्रुपमा जान्छौँ र अरू चाहिँ अब आफ्नो कामले यसो भाषण गर्छ, बस्छ, अतिथि आसन गरेर बस्छ, मजाले खानपिन गर्छ होइन। एकदम एकदम हामी चाहिँ फोटो खिचे भिडियो खिचे खाना कति बेला रिपोर्टिङ गर्नु पर्यो, खाजा कति खानु छैन, खाना कति खानु छैन, उहाँ खाएर गइसक्यो हुन्छ। त्यस्तो सङ्घर्षहरू चाहिँ यहाँले बेहोर्दै आउनुभएको छ। एकदमै बेहोर्छु। मैले कहिले कहिले देख्छु क्या तपाईँलाई, यता नि क्यामेरा, यता पनि क्यामेरा, दुईटा क्यामेरा, यता नि कहिले यहाँ पनि झुन्ड्याउने अर्कै क्यामेरा, हातमा मोबाइल 2-3टा, कहिले भिडियो खिच्दै कहिले फोटो खिच्दै होइन। अब फोटो पनि खिच्नु भएको, भिडियो पनि खिच्नु भएको, राख्नु पनि भएको छ। यो तपाईँको चाहिँ कसरी चलाउनुहुन्छ यो हात? अब के गर्नु त, अब त्यस्तै हुन्छ। अब कहिले भिडियो क्लिप चाहियो भने अब मोबाइलले पनि खिचिहाल्छु, अथवा क्यामेरा भने क्यामेरा भ्याउँछ। तर आजकल चाहिँ म अलिकति के भयो भने सायद अलिकति बुढो भएर होला। अब बुढो भएपछि त क्यामेरा पनि गर्नुपर्छ नि, त्यो एसएलआर क्यामेरा त कम त गर्नुहुन्छ, 2 किलो त क्यामेरै छ नि होइन। अब त्यो उचाल्दा र पछार्दाखेरि त साह्रो पर्छ नि होइन। त्यही भएर त्यो अहिले फोटो त्यसले खिच्छु, अनि मोबाइल दुईवटा क्यामेरा भिरेको कारण के भने चाहिँ अब एउटा चाहिँ के अरे जुम लेन्स चाहियो, एउटा चाहिँ के अरे नर्मल लेन्स चाहियो। त्यही भएर दुईवटा झुन्डेको कारण के हो। यो बेला सोधिहाल्छु है, तपाईँको ठुलो क्यामेरा छ नि, ठुलो क्यामेरा किन्नु भएको छ नि तपाईँ? हजुर ठुलो क्यामेरा छ नि होइन। त्यो क्यामेराले खिचेको फोटोले त्यो क्यामेराको पैसा उठ्यो है? उठ्यो। किनभने पहिला त मैले भन्दा म मात्रै थिएँ नि त पहिला त। मैले जस्तै अब मैले बिहा मैले खिच्थ्यो होइन। अब इभेन्टहरू मैले कभर गर्थ्यो। इभेन्टमा त पैसा पाउँदैन, बिहातिर चाहिँ मैले चाहिँ पैसा अलिअलि पाएँ क्या मैले। त्यो त लिनु पर्यो नि, त्यो त बिहातिर त्यो त पैसा त उठ्यो, त्यो त नउठ्यो भन्ने कुरा छैन। किनभने त्यो पाप बोल्नु हुन्न क्या, मान्छे एउटा सफा मनले बोल्नुपर्छ क्या। त्यो क्यामेराको पैसा त उठिहाल्यो नि, त्यो त 4-5 हजारको क्यामेरा हो, 4-5 हजार त उठ्यो। किनभने पहिला बिहामा मैले 4-5 हजार भनेको पाउन्ड, 5,000 पाउन्ड भनेको त्योभन्दा बढी पनि छ नि क्यामेरा त। तर मैले 4-5 हजार त मेरो क्यामेरा त्योभन्दा बढी छ मसँग। तर एउटै क्यामेरा पनि 4-5 हजार पर्छ। अब यी कुराहरू भए, अब मैले अब डिजिटल पत्रकारिताको कुरा पनि गरेँ, गोर्खा मिडियाको कुरा पनि गरेँ होइन। खास गरी गोर्खा मिडियामा तपाईँले के कस्तो खालको चाहिँ यो पहिला जस्तै तपाईँले एभरेज टाइम चलाउँदाखेरि, तपाईँले त्यो चलाउँदाखेरि त्यो प्रिन्ट मिडियामा चाहिँ के कस्ता खालकोहरू आउँथ्यो? जस्तै अब अहिले गरेको अर्को हप्ता आउँथ्यो होइन। अहिले खास गरी गोर्खा मिडियामा चाहिँ के कस्तो इभेन्टहरूलाई चाहिँ यहाँले प्राथमिकता दिनुभएको छ? मैले अघि नै भनिहालेँ, म साह्रै ठुलो त्यो कान्तिपुर जस्तो, अन्नपूर्ण जस्तो, त्यसरी अब अनलाइन खबर जसरी म गएको होइन। म एउटा इन्डिभिजुअल एउटा मेरो अब म्यानेजिङ गरेर मैले चलाएको मेरो मिडिया हो। यो मिडिया फेरि युकेमा जस्तै लाउरेहरूले कसैले गरेको छैन नि त, सायद मै होला, मै एउटा वान अफ मै होला है। लाउरेले पनि यसले के नपुगेर गऱ्यो होला भनेको होइन। म एउटा समाजसेवी गरौँ, केही गरौँ। जस्तै अब भन्नाले अब हाम्रो साथीभाइ थुप्रै छन् त होइन मिडियाको छन्, उहाँहरूले पनि नहालेको न्युज मैले हालौँ। जस्तै अब समाजमा घटेको घटनाहरू, समाजले गरेको, जस्तै अब तपाईँले एउटा गीत निकालेको छ भने त्यो गीत निकाल्दै पनि थोरै भयो भने प्रचार गरिदियो भने उसलाई कति राम्रो हुने होइन हो। त्यस्तो कुराहरू। अनि तपाईँको लेखेको लेखहरू, अब कति मान्छेले त्यो लेख आफूले लेखेर आफ्नो गोजीमा राखेको हुन्छ नि होइन, त्यसलाई पनि मैले के अरे प्रायोरिटी दिन्छु क्या। त्यही भएर म चाहिँ समाजको एउटा मिडिया बनेर प्रस्तुति भएको छु। समाज तपाईँले यसलाई यसरी बुझौँ, समाज सेवाको लागि अथवा समाजलाई, यहीँको समाजलाई सुसूचित गराउनको लागि तपाईँले गोर्खा मिडिया सञ्चालन ल्याउनु भयो। एकदमै त्यही हो। सबभन्दा चाहिँ यही समाजलाई पनि के गरेछ उहाँहरूले, अनि उहाँहरूको भोइस मैले हालौँ र अलिअलि अब नेसनल
के अरे न्युजहरू पनि त अब हाल्नु पर्यो नि त होइन, त्यहाँ त्यतिकै त भएन। त्यसो भने गोर्खा मिडिया चाहिँ खास गरी बेलायतमा बस्ने अथवा बेलायतसँग रिलेटेड भएका मानिसहरूको चाहिँ एउटा आवाजको मिडिया हो। ट्राई गरेछु, कोसिसमा छु। अब लगभग हामी अन्त्यतिर पनि आएका छौँ होइन। हजुर। अन्त्यमा चाहिँ के छ यहाँको, अब मैले चाहिँ यहाँको विषयमा छुटाउनु भएको, मैले चाहिँ अलिकति अब मिलन तमु मात्रै भने होइन। खास गरी अब अन्तिममा भने पनि यहाँको चाहिँ अब परिचय, यहाँको गाउँ कहाँ हो, ठाउँ कहाँ हो होइन, अब बेलायतमा कति वर्षदेखि बसिरहनु भएको छ, तपाईँ आफ्नै चाहिँ मुखारवृन्दबाट चाहिँ भनिदिनु भयो भने सजिलो हुने थियो। ओके, सबभन्दा पहिला त हाम्रो आस गुरुङ सरलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद। किनभने यो म त सरप्राइज परेँ क्या, तपाईँले म त भेट्ने होला, म चिया खाने होला, यसो गफसफ गर्ने होला भनेको थियो। तपाईँले त लौ होइन 2-4 कुरा लिनु, म यति साह्रै लिने अवस्थामा त म पुगेको छुइनँ। तर भए पनि तपाईँले मलाई आज यो मौका दिनुभयो। सबभन्दा पहिला त तपाईँ र तपाईँको मिडियालाई चाहिँ म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर। र यो जुन हजुरले भन्नुभयो नि त, अब मैले के अरे गर्नुपर्ने जस्तै अब यो मिडियामा होइन के गर्ने भन्ने कुरा सबै तपाईँले भन्नुभयो। त्यो सायद मैले भोकेको कुराहरू कोही तितो मिठो भयो भने कोही गल्ती भयो भने मलाई माफ दिनु होला। र मेरो गाउँ सोध्नुभयो, मेरो गाउँ चाहिँ मेरो पुर्खाली गाउँ चाहिँ मेरो काशी रिबान हो, रिबान गाउँ हो। त्यसपछि म हाल पोखरा नयाँ बजारमा बस्छु र बेलायत आएको चाहिँ म हुन त रिटायर म के अरे 2002 साल भएको थिएँ। 2मा फेरि 3मा म उता ब्रुनाई गएँ। 3, 4, 5 2 वर्ष त्यहाँ बसेपछि 5देखि युके आएपछि म कन्टिन्युस युकेमा बसेको छु। र यो फोटोग्राफी पनि मैले चाहिँ जस अब पहिला आर्मीदेखि इन्ट्रेस्ट भएको हो। त्यसमा चाहिँ फेरि मैले सम्भवतः म नै पहिला होला क्या यो क्यामेरा झुन्डाएर जो के अरे इभेन्टतिर हिँड्ने हो क्या युकेमा। सायद दर्शकले पनि मलाई त्यही भन्नुहुन्छ अनि मलाई चिनेको पनि त्यहीबाट हो क्या। जस्तै मलाई वृद्ध बुवा आमादेखि लिएर भर्खरको नानी, तपाईँको नानीहरू हुन्छ नि सानो नानीले त नचिन्नु पर्ने हो नि त। को भन्दा क्यामेराम्यान, क्यामेरा अङ्कल मिलन तमु भनेको नि मैले सुनेको छु क्या। त्यो त मलाई एकदम गर्व लाग्छ। सायद मैले के भन्छ अरे यो फोटोग्राफी गरेरै मलाई पनि एउटा मेरो चिनारी भएको जस्तो लाग्छ मलाई गर्दा। आज मेरो बारेमा एकदमै तपाईँ सरप्राइज बनाएर यो 2-4 कुरा मेरो टुटेफुटेको मेरो शब्दहरू सायद गल्ती भएमा मलाई माफ दिनुहोस्। र अन्तिममा म एउटा कुरा सोध्छु। हजुर, बेलायतमा मिलन तमु ब्रान्ड हो कि गोर्खा मिडिया ब्रान्ड हो? पहिला सुरु त मिलन तमु नै भन्छ, सबैले मिलन तमु भन्छ। गोर्खा मिडिया भनेको त हिजो अस्ति जन्मेको हो नि त होइन। अहिले 2020 सालमा भर्खरै मात्रै जन्मेको हो। त्यो चाहिँ गर्दाखेरि सबै मिलन तमु भन्छ। अनि मेरो फोटोमा पनि मैले मिलन तमुको लोगो हाल्छु नि त। सायद तपाईँले विचार गर्नुहोस्, कसैको फेसबुकमा स्टिल मेरो लोगो भएको फोटोहरू पनि उहाँले राख्नुहुन्छ। अनि दर्शकवृन्दलाई म के भन्न चाहन्छु भने मैले एउटा फोटो बुक बनाउँदैछु होइन। फोटो बुक बनाउँदाखेरि तपाईँहरूको पहिलाको अवस्था कस्तो थियो अनि अहिले कस्तो छ त्यो पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ इन फ्युचरमा है। किनभने त्यो मैले सबै सेभ गरेर राखेको छु। त्यो पनि एउटा आउँदैछ। अनि एउटा कुरा भनिहाल्नु पर्यो, मैले फोटो खिचेको छु, तपाईँहरूको फोटो महत्त्व छैन वास्तवमा भन्ने अहिले। तर भरे कोही मर्यो कोही हरायो त्यस्तो भयो त फेरि महत्त्व हुँदो रहेछ। फेरि मिलन तमु छ फोटो, उसलाई उसँग माग्नु त भन्नु, माग्ने भन्ने त सजिलो छैन नि, हो किन भन्नुहोस् त। त्यो मैले कतिखेर खिचेको थियो, कतिखेर क्याप्चर गरेको थियो, त्यो पनि मूल्याङ्कन गरिदिनु पर्यो। हजुर, थ्याङ्क यू सो मच है। धन्यवाद, थ्याङ्क यू।